नमस्कार दर्शकबिन, फेरि पनि स्वागत छ तपाईलाई एमकेबी मिडियामा र म बुद्ध श्रेष्ठ फेरि पनि उपस्थित भइसकेको छु तपाईहरुकै प्रोग्राम लिएर। एमकेबी मिडियाद्वारा निर्मित एउटा विशेष शो तपाईहरु माझमा प्रस्तुत गर्दै छु बुद्ध रिभ्यूलाई लिएर म फेरि पनि तपाईहरु माझमा उपस्थित भइसकेको छु। आज फिल्मको कुराकानी गर्दा गर्दै फेरि पनि म के कुराकानी गर्छु भने फिल्मकै कुराकानी गर्छु। फिल्मको कुराकानी कस्तो त भन्दाखेरि लाली बजारलाई लिएर। लाली बजार कस्तो फिल्म बन्दैछ त भन्ने कुरा चाहिँ अहिले जे होस् दर्शकहरूले एकदमै धेरै एउटा पोस्टर शेयर गरेर भाइरल बनाइरहेको छ। खड्कोन फिल्म्स ब्यानरमा यो निर्मित चलचित्र हो लाली बजार। लाली बजार भन्न साथै तपाईहरुको मनमा के आउला, दिमागमा के आउला, सोचाइमा के आउला? लाली बजार भन्न साथै चाहिँ जे होस् एउटा पोस्टर सार्वजनिक गरेको छ खड्कोन फिल्म्स ब्यानरले र यो खड्कोन फिल्म्स ब्यानरले चाहिँ एउटा पोस्टर सार्वजनिक गर्न साथै भाइरल किन भइरहेको छ भन्दाखेरि यसमा चाहिँ स्वस्तिमा खड्का रहेको छ। स्वस्तिमा खड्का सिंगल एउटा पोस्टरमा रहेको छ, त्यो पनि प्रेग्नेन्सी अवस्थामा। लाली बजार भन्न साथै एउटा जे होस् सेक्सुअल वर्कर्सको विषयलाई लिएर चाहिँ फिल्म बन्ने छ भन्ने चाहिँ एउटा भाव पर्छ दर्शकहरूलाई। याम थापाद्वारा निर्देशित यस चलचित्रमा सिर्फ स्वस्तिमा खड्कालाई मात्रै प्रेजेन्ट गरिएको छ पोस्टरमा भने अरु देखाइएको छैन र यो चलचित्र फागुनमा रिलिज हुँदैछ र अब यसको पनि खासै टिजर टेलर के पनि आएको छैन र प्री टिजरहरू आउनु पर्ने हो र अहिले चाहिँ सिर्फ एउटा पोस्टर मात्रै सार्वजनिक गरेर चाहिँ जे होस् माहौल तताइरहेको छ भने फिल्म पक्कै पनि लाली बजारमा बिक्ने छ र लाली बजारमा कतिजना को बिक्ने छ भन्ने कुरा चाहिँ हामीले टिजर टेलर आइसकेपछि नै कुराकानी गर्नेछौँ। दर्शकबिन जे होस् पोस्टर एउटा अट्र्याक्टिभ छ, दर्शकहरूलाई मन परेको छ। यो पोस्टर सार्वजनिक हुन साथै सबैले शेयर गरेको छ, हरेक न्युजहरुमा आइरहेको छ र मैले पनि यो विषयमा रिभ्यू गरिहालेँ। पोस्टर भने एकदमै नम्बर 1 बनेको छ। लाली बजारलाई लिएर प्रेग्नेन्सी अवस्थामा स्वस्तिमा खड्कालाई प्रेजेन्ट गरिएको छ भने यो फिल्म हामीले सोचेको चाहिँ एउटा सेक्सुअल वर्कर्सको विषयलाई लिएर चाहिँ फिल्म बन्दैछ भन्ने बुझिएको छ। पोस्टरलाई हेरेर मात्रै हामीले केही अन्दाज लगाउन सकिँदैन भने भोलिको दिनमा हामी टिजरहरूलाई चाहिँ वेट गर्नै पर्ने हुन्छ र फागुन 9 गते रिलिज गर्छु भन्ने यस चलचित्रको टेलर टिजर अझै पनि समय बाँकी छ, धेरै समय बाँकी छ। भर्खर त असार सकिँदैछ भने अब फागुन भनेको त धेरै परको कुरा हो। त्यो बिचमा हामीले यसको टेलर टिजर गीतहरूलाई लिएर हामीले भविष्यमा कुराकानी चाहिँ गर्ने नै छौँ। दर्शकबिन यति भन्दा भन्दै म पनि बिदा हुन चाहन्छु। नमस्कार, हस्त, जय नेपाल, जय नेपाली सिनेमा।